नमस्कार सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा। आज मैले कक्षा 9 को विज्ञान तथा प्रविधि विषयको एकाइ 4 मा रहेको क्रम विकास इभोल्युसनको सम्पूर्ण अभ्यासहरू लिएर आएको छु। मेरो युट्युब च्यानल टिभी पुनमा यो राखिएको भिडियोलाई कृपया कतै पनि स्किप नगरिकन पुरै हेर्नुहोला र भिडियोलाई मन परेमा लाइक, सब्स्क्राइब र सेयर गरिदिनु होला। तपाईको प्रतिक्रियाको प्रतीक्षा गर्दै तपाईहरुको सल्लाह सुझावहरू र तपाईहरुको प्रतिक्रियाहरूलाई कमेन्ट बक्समा लेखिदिनु होला र यो भिडियो मन परेमा साथीहरुको माझमा सेयर गरिदिनु होला। हस्त विद्यार्थी भाइ बहिनीहरु, अब हामी अभ्यासतर्फ लाग्दै छौं। सबैभन्दा पहिले अब हामी अभ्यासमा जान्छौं प्रश्न नम्बर 1 बाट। प्रश्न नम्बर 1 मा रहेको छ तलका प्रश्नहरूको सही उत्तरमा ठिक चिन्ह लगाउनुहोस् भनेको छ। सुरुमा रहेको छ प्रश्न नम्बर क, प्राकृतिक छनौट सिद्धान्तका प्रतिपादक को हुन्? यसको अप्सनहरू रहेको छ चार्ल्स डार्विन, जीन ब्याप्टिस्ट लेमार्क, ह्युगो डी भ्रिज, जोन ग्रेगर मेन्डल। यसको सही उत्तर हो चार्ल्स डार्विन। यसैगरी ख नम्बरको प्रश्न रहेको छ सधर्मी अङ्गको उदाहरण कुन हो? यसका अप्सनहरू छन् हाम्रो हात र घोडाको अगाडिको खुट्टा, हाम्रो हात र हात्तीको दाह्रा, हाम्रो कान र खरायोको कान, मानिस र सिंहमा पाइने कुकुर दाँत। यसमध्येमा सही उत्तर रहेको छ हाम्रो हात र घोडाको अगाडिको खुट्टा। यसैगरी प्रश्न नम्बर ग रहेको छ अवशेष कुन चट्टानमा पाइन्छ? यसका अप्सनहरू छन् पत्रे चट्टान, आग्नेय चट्टान, परिवर्तित चट्टान, कङ्ग्लोमेरेट। र यसको सही उत्तर हो पत्रे चट्टान। अवशेष पत्रे चट्टानमा मात्र पाइन्छ। र अर्को अन्तिम प्रश्न रहेको छ घ नम्बरको जिनको संरचनामा, जिन भनेको वंशाणु, जिनको संरचनामा परिवर्तन भई अपरझट सन्ततिहरूमा नयाँ गुण देखिने प्रक्रियालाई के भनिन्छ? यसको अप्सनहरू रहेको छ क्रम विकास, उत्परिवर्तन, परिवृत्ति र अवशेषाङ्ग। यसको सही उत्तर हो उत्परिवर्तन। हजुर, जिनको संरचनामा परिवर्तन भई अपरझट सन्ततिहरूमा नयाँ गुण देखिने प्रक्रियालाई हामी उत्परिवर्तन भन्दछौँ। यसैगरी अब प्रश्न नम्बर 2 रहेको छ कारण दिनुहोस्, जसमा सबैभन्दा पहिलो प्रश्न क नम्बरको प्रश्न रहेको छ अवशेषबाट प्राप्त प्रमाणलाई क्रम विकासको बलियो आधार मानिन्छ किन? यसको उत्तर रहेको छ जीवावशेषबाट प्राप्त प्रमाणलाई क्रम विकासको बलियो आधार मानिन्छ किनभने विभिन्न तहको पत्रे चट्टानका बीचमा बनेको जीवावशेषहरूको अध्ययन गर्दा सबैभन्दा तल्लो तहको पत्रे चट्टानमा एक कोषीय ब्याक्टेरिया र लेउका अवशेषहरू भएको पाइन्छ भने क्रमशः माथिल्लो तहका पत्रे चट्टानहरूमा बहुकोषीय ढाड नभएका जीवहरूका अवशेषहरू पाइएको छ। त्यसभन्दा माथिल्लो तहको पत्रे चट्टानमा ढाड भएका माछा, उभयचर सरीसृप, चरा समूह हुँदै सबैभन्दा माथिल्लो तहको पत्रे चट्टानमा सबैभन्दा विकसित स्तनधारी समूहका जीवहरूको अवशेष रहेको पाइएको छ। यसबाट के प्रमाणित हुन्छ भने सरल बनावट भएका एक कोषीय जीवहरू क्रमशः जटिल बनावट भएका जीवहरूमा विकसित भएका हुन्, यानि कि क्रम विकास भएका हुन् भनेर बुझ्न सकिन्छ। यसैगरी अर्को प्रश्न रहेको छ प्रश्न नम्बर ख, जन्मेका सन्ततिहरूको सङ्ख्या धेरै भए तापनि जीवहरूको सङ्ख्या बढेको पाइँदैन किन? चार्ल्स डार्विनको सिद्धान्त अनुसार चाहिँ प्रकृतिमा भएका हरेक जीवहरूको सन्तान उत्पादन गर्ने क्षमता अत्याधिक हुन्छ अरे, तर पनि ती सबै जीवहरू बाँच्ने हो भने संसारमा जीवहरू पृथ्वीमा नअट्ने हुने थिए, तर त्यतिको भएको पाइँदैन किन होला भन्न खोजेको। यसको उत्तर छ जन्मेका सन्ततिहरूको सङ्ख्या धेरै भए तापनि ती मध्ये जसले बाँच्नका लागि सङ्घर्ष गर्न सक्छ तिनीहरू मात्र बाँच्न सफल हुन्छन् है। बाँकी अरू जीवहरू रोग, महामारी, खाना तथा वासस्थानका अभावका कारणले मरेर जान्छन् है। भनेको
अब बाँच्नको लागि सङ्घर्ष गर्ने भनेको के हो भन्दाखेरि त्यही खाना, वासस्थान, है रोग, महामारीहरूसँग जसले चाहिँ सङ्घर्ष गर्न सक्छ, जो चाहिँ लड्न सक्छ, जसको शरीरमा चाहिँ त्यो रोगहरूलाई प्रतिरोध गर्न सक्ने क्षमता हुन्छ, ऊ जीवहरू चाहिँ बाँचिरहन्छन् र तिनीहरूमा चाहिँ नयाँ नयाँ गुणहरू परिवर्तन हुँदै अझ क्रम विकास हुँदै जान्छन् भने अरू जीवहरू चाहिँ मर्छन्, है मरेर जान्छन्। त्यसैले जीवहरूको सङ्ख्या त्यति बढेको पाइँदैन, है सबै जीवहरूले चाहिँ त्यो प्रतिरोध क्षमता नराख्ने भएका हुनाले जो जीवहरू कमजोर हुन्छन् उनीहरू मर्दै जान्छन्। त्यसैले जीवहरूको सङ्ख्या कम हुँदै जान्छ। यसै गरी ग नम्बरको प्रश्न रहेको छ, परिवृत्ति मात्रै नयाँ जातिको उत्पत्तिको कारक तत्त्व होइन, किन? परिवृत्ति मात्रै नयाँ जातिको उत्पत्तिको कारक तत्त्व होइन, किनभने उत्परिवर्तनबाट पनि नयाँ जातिको उत्पत्ति हुन्छ, है। यसै गरी अर्को प्रश्न रहेको छ, क्वेसन मिस्टेक भएछ, मानिस, बाँदर, घोडा र चराहरू एउटै पुर्खाबाट विकसित भई आएको मानिन्छ, किन होला? यसको उत्तर रहेको छ, मानिस, बाँदर, घोडा र चराहरू एउटै पुर्खाबाट विकसित भई आएको मानिन्छ, किनभने मानिसको हात, बाँदरको हात, घोडाको अगाडिको खुट्टा र चराहरूको पखेटाका हाडहरूको संरचना हेर्दा मिल्दोजुल्दो भएको पाइन्छ। त्यसैले यिनीहरू एउटै पुर्खा समूहबाट विकसित भई आएको मानिन्छ। यसै गरी अब फरक छुट्याउनुहोस् भन्ने प्रश्नहरू छ 3 नम्बरमा। सबैभन्दा पहिले क नम्बरमा परिवृत्ति र उत्परिवर्तन बीच फरक छुट्याउनुहोस् भनेको छ, है। अब यसलाई हामीले लेख्दाखेरि के लेख्नुपर्छ, परिवृत्ति र उत्परिवर्तन बीच निम्न फरकहरू छन् भनेर हामीले यसरी तालिका बनाउनुपर्छ र तालिकामा कम्तीमा पनि 2वटा फरकहरू लेख्नुपर्छ परीक्षामा, है। अहिले त जान्नको लागि चाहिँ धेरै जानेको राम्रो, परीक्षामा चाहिँ दुईवटा लेख्दा राम्रो, है। एकापट्टि परिवृत्ति र अर्कोपट्टि उत्परिवर्तनलाई राखेका छौँ। र परिवृत्ति भनेको के हो त भन्दा निश्चित प्रजातिहरूका प्रत्येक सदस्यहरूबीच हुने फरकपनलाई परिवृत्ति भनिन्छ। भने कुनै जीवको क्रोमोजोममा परिवर्तन हुन गई नयाँ गुण भएको सन्ततिहरू विकास हुनुलाई उत्परिवर्तन भनिन्छ, है। एउटा चाहिँ हामी परिभाषा नै लेख्न सक्छौँ। यो परिभाषा लेख्दा एउटा फाइदा हुन्छ, के फाइदा हुन्छ भन्दा अब यो फरक पनि छुट्याउन सक्छौँ हामी, र यसलाई पढेर राख्यौँ भने कहिलेकाहीँ हामी परिवृत्ति र उत्परिवर्तनको छुट्टा छुट्टै परिभाषा सोधिदिन सक्छौँ, त्यति बेला पनि हामीलाई काम लाग्न सक्छ। त्यसैले एकन्ता परिभाषा लेख्ने त्यो फाइदाजनक हुन्छ। र 2 नम्बरमा छ, परिवृत्ति मा के छ भन्दा 2 नम्बरमा परिवृत्ति निरन्तर हुने परिवर्तन हो भने उत्परिवर्तन अचानक कुनै वंशमा देखिने परिवर्तन हो। यसै गरी ख नम्बरको फरक रहेको छ, डार्विन र डी भ्रिजको सिद्धान्त। डार्विनको सिद्धान्त र डी भ्रिजको सिद्धान्त बीच निम्न फरक छन्, है। एकापट्टि डार्विनको सिद्धान्त, अर्कोपट्टि डी भ्रिजको सिद्धान्त लेखेर हामी यसरी लेख्न सक्छौँ। 1 नम्बरमा डार्विनको सिद्धान्त अनुसार क्रम विकास निरन्तर परिवृत्तिबाट हुन्छ भने डी भ्रिजको सिद्धान्त अनुसार क्रम विकास उत्परिवर्तनका कारणले हुन्छ। यसै गरी 2 नम्बरमा यो सिद्धान्त अनुसार क्रम विकास बिस्तारै हुन्छ भने यो सिद्धान्त अनुसार अचानक कुनै वंशमा भएको परिवर्तनले क्रम विकास हुन्छ। यसै गरी ग नम्बरको प्रश्न रहेको छ, होमोलोगस र एनालोगस अङ्ग। होमोलोगस र एनालोगस अङ्ग बीच निम्न फरकहरू छन्। होमोलोगस अङ्गमा यिनीहरूको उत्पत्ति एउटै तर कार्यहरू फरक फरक हुन्छ भने एनालोगस अङ्गहरूको यिनीहरूको उत्पत्ति फरक फरक तर कार्य भने एउटै हुन्छ, तर एउटै कार्य गर्नको लागि प्रयोग गरिन्छ। यसै गरी 2 नम्बरमा लेख्न सक्छौँ, होमोलोगस अङ्ग पाइने जीवहरू एउटै पुर्खा समूहबाट विकास भई आएको मानिन्छ भने एनालोगस अङ्गहरू पाइने जीवहरू फरक फरक पुर्खा समूहबाट आएको मानिन्छ, है। जस्तै एनालोगस अङ्गका उदाहरणहरू भनेको
किरा, चमेरा र चराहरूको पखेटा है। तिनीहरूको संरचना चाहिँ फरक फरक हुन्छ, तर कार्य भने एउटै हुन्छ, सबैले उड्नको लागि प्रयोग गर्छन् है। यसै गरी होमोलोगस अङ्गका उदाहरणहरू के हुन् त भन्दा घोडाको अगाडिको खुट्टा, मान्छेको हात, चमेराको पखेटा र व्हेलको अगाडिको पखेटा भित्र रहेका हाडहरूको संरचना उस्ता उस्तै हुन्छ। यिनीहरूलाई सधर्मी अङ्ग यानि कि होमोलोगस अङ्ग भनिन्छ। यसै गरी अब अर्को प्रश्न रहेको छ अवशेष र अवशेषाङ्ग। अवशेष र अवशेषाङ्ग बीच निम्न फरकहरू छन्। यसलाई हामी यसरी हेर्न सक्छौँ। अवशेष भनेको फोसिल्स, अवशेषाङ्ग भनेको भेस्टिजियल अर्गान्स है। अवशेषमा 1 नम्बरमा हामी लेख्न सक्छौँ लाखौँ वर्ष पहिले मरेका सजीवहरूका शरीरका बचेका भागहरूलाई अवशेष भनिन्छ भने सजीवहरूमा पाइने त्यस्ता अङ्गहरू जुन कुनै जीवहरूमा पूर्ण रूपमा कार्यरत हुन्छन् तर त्यही अङ्गहरू कुनै जीवहरूमा नमुनाको रूपमा मात्र पाइन्छन् भने त्यस्ता अङ्गहरूलाई अवशेषाङ्ग भनिन्छ है। यो पनि मैले परिभाषा लेखेको छु, एकवटा फरक चाहिँ परिभाषा लेखिदिएको छु। यसलाई तपाईँहरूले छोटकरीमा पनि लेख्न सक्नुहुन्छ। यसै गरी 2 नम्बरमा अवशेष पत्रे चट्टानहरूको बिचमा पाइन्छ भने अवशेषाङ्ग एउटै पुर्खा समूहबाट विकसित विभिन्न जीवहरूको शरीरमा पाइन्छ। यसै गरी अब हामीसँग छ 4 नम्बरमा तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् भनेको छ। क नम्बरमा रहेको छ क्रमविकास भनेको के हो? यसको उत्तर रहेको छ सरल एककोषीय जीवहरू क्रमशः जटिल बनावट भएका जीवहरूमा विकास हुने प्रक्रियालाई नै क्रमविकास भनिन्छ। खमा अवशेष केलाई भनिन्छ? करोडौँ वर्ष पहिले मरेका सजीवहरूको शरीरका अवशेषहरूको छाप वा चिन्ह पत्रे चट्टानका बिचमा रहेको हुन्छ, त्यसलाई जीवावशेष भनिन्छ। यसमा जीवावशेष लेखेको रहेछ, यहाँ प्रिन्ट मिस्टेक, अवशेष मात्रै भएको रहेछ। ल त्यही ठिकै छ, परिभाषा हाम्रो मिलेकै छ है। जीवावशेष हो। जीवावशेष र अवशेषमा अलि फरक हुन्छ। सबै अवशेषहरू नै हुन्, तर जीवावशेष भनेको खास पत्रे चट्टानहरूमा पाइन्छ भने अवशेषहरू भनेको अब जुन कुराको पनि अवशेष हुनसक्छ, अवशेषाङ्गहरू अब जीवका शरीरहरूमा पाइन्छन्। प्रश्न ठिकै छ, प्रश्न बिग्रेको रहेछ यहाँ। जीवावशेष केलाई भनिन्छ भनेर लेख्नु होला। यसको उत्तर सही छ। करोडौँ वर्ष पहिले मरेका सजीवहरूको शरीरका अवशेषहरूको छाप वा चिन्ह पत्रे चट्टानका बिचमा रहेको हुन्छ भने त्यसलाई जीवावशेष भनिन्छ। यसै गरी हामीसँग अर्को प्रश्न रहेको छ, ग नम्बरको प्रश्न, जीवावशेष कसरी भन्छ त? वर्णन गर्नुहोस्। जीवावशेष पत्रे चट्टानमा मात्र भन्छ सजीवहरू मरेपछि तिनको मृत शरीर जमिन मुनि माटोमा पुरिँदै जान्छ है। लाखौँ वर्षपछि जब मृत शरीरमाथि माटोको थुप्रै तहहरू बन्दै जान्छन्, यो माटो बालुवा अब जसको पनि हुनसक्छ है, माटोको थुप्रै तहहरू बन्दै जान्छ, तब माटोको अत्यधिक ताप र चापका कारणले शरीरका नरम भागहरू गलेर जान्छन्, तर कडा भागहरू जस्तै हाड, सेलुलोज आदिको छाप वा चिन्ह पत्रे चट्टानका बिचमा रहन्छन् है। यसरी ती अवशेषहरू अत्यधिक ताप र चापको कारणले गर्दा माटोको थुप्रै पत्रहरू बन्छ र यसरी पत्रे चट्टानका बिचमा जीवावशेष बन्छ है। अलि छोटकरीमा लेखिदिएको छु मैले। यसै गरी अर्को प्रश्न रहेको छ क्रमविकासका प्रमाणहरू के हुन्? उदाहरणसहित व्याख्या गर्नुहोस् भनेको छ है। उदाहरणसहित व्याख्या गर्नुहोस् भनेको छ। यसको उत्तर हामी यसरी लेख्न सक्छौँ क्रमविकासका प्रमाणहरू निम्न छन्। जीवावशेषबाट प्राप्त प्रमाण, जसमा हामी जीवावशेषको अध्ययन गर्दा सबैभन्दा पहिले उत्पत्ति भएका र मरेका सजीवहरू जस्तै एककोषीय लेउ, ब्याक्टेरियाको जीवावशेष,
सबैभन्दा तल्लो तहको पत्रे चट्टानमा र क्रमशः पछिल्लो समयमा उत्पत्ति भई मरेका जीवहरू जस्तै स्तनधारी जीवहरूका अवशेषहरू माथिल्लो तहको पत्रे चट्टानहरूमा बनेको पाइन्छ भनेर यसरी लेख्न सक्छौँ है। यो लामो हुन्छ, धेरै कुरा लेख्दाखेरि लामो हुन्छ, हामी छोटकरीमा लेख्छौँ, यो त्यसै पनि लामो हुन्छ। यसै गरी 2 नम्बरमा छ तुलनात्मक शरीर रचनाबाट प्राप्त प्रमाण, एभिडेन्सेस फ्रम कम्प्यारेटिभ मर्फोलोजी है। जीवहरूमा पाइने सधर्मी अङ्गहरू र अवशेषाङ्गहरू हेर्दा मिल्दाजुल्दा अङ्गहरू पाइने जीवहरू एउटै पुर्खा समूहबाट विकसित भइआएको हुन् भन्ने प्रमाणित हुन्छ। यसै गरी 3 नम्बरमा रहेको छ 2 वर्गबीचको जनावरबाट प्राप्त प्रमाण, एभिडेन्सेस फ्रम ब्रिज एनिमल्स। यसमा हामी के लेख्न सक्छौँ भन्दा चरा र स्तनधारी दुवै समूहका गुणहरू पाइने डकबिल्ड प्लेटिपसको शारीरिक बनोटको अध्ययन गर्दा र रेप्टाइल र चरा समूह दुवैका गुणहरू पाइने आर्कियोप्टेरिक्सको शारीरिक बनोटको अध्ययन गर्दा सरल जीवहरू जटिल जीवहरूमा विकास भएका हुन् भन्ने कुरा प्रमाणित हुन्छ। यसै गरी अर्को छ भ्रूण सम्बन्धी प्रमाण, इम्ब्रियोनिक एभिडेन्सेस। यसमा हामी लेख्न सक्छौँ मेरुदण्ड भएका जनावरहरू जस्तै माछा, सालामान्डर, कछुवा, कुखुरा र मानिसको प्रारम्भिक अवस्थाका भ्रूणहरूको अध्ययन गर्दा करिब उस्तै हुन्छ। यसले पनि मेरुदण्ड भएका यी जीवहरू एउटै पुर्खाबाट विकसित भएको हुनुपर्छ भन्ने कुरा प्रमाणित गर्दछ। त्यसैले यसले पनि क्रम विकासको सिद्धान्तलाई पुष्टि गर्दछ। यसै गरी हामीसँग अर्को प्रश्न छ 9 नम्बरको प्रश्नमा डार्विनको क्रम विकासको सिद्धान्तलाई छोटकरीमा वर्णन गर्नुहोस्। अङ्ग्रेज वैज्ञानिक चार्ल्स डार्विनले सन् 1859 नयाँ जातिको उत्पत्ति, न्यू ओरिजिन अफ न्यू स्पिसिज नामक पुस्तक प्रकाशित गरेका थिए। उनले आफ्नो पुस्तकमा निम्नलिखित अवधारणाहरू अघि सारेका थिए, जसमा छ अत्यधिक सन्तान उत्पादन क्षमता, प्रत्येक सजीवहरूमा सन्तान उत्पादन गर्ने क्षमता हुन्छ, तर जन्मिएका सबै जीवहरूका सन्तानहरू बाँच्दैनन् र पृथ्वीमा यिनीहरूको सङ्ख्या करिब उति नै हुन्छ है। यसै गरी 2 नम्बरमा बाँच्नका लागि सङ्घर्ष, स्ट्रगल फर एक्जिस्टेन्स। सजीवहरूले अत्यधिक सन्तान उत्पादन गर्न सक्ने क्षमता भए तापनि सबै जीवहरूले आफू बाँच्नका लागि सङ्घर्ष गर्नुपर्छ। खाना, वासस्थान, रोग, महामारी इत्यादि समस्यासँग सङ्घर्ष गर्न नसक्ने जीवहरू लोप हुँदै जान्छन् भने जो सङ्घर्षमा विजयी हुन्छ, जसले सङ्घर्ष गर्न सक्दछ, त्यस्ता जीवका वंशजहरू अझ विकसित वा परिष्कृत हुँदै जान्छन् र अन्तमा क्रम विकास हुन्छ। र 3 मा परिवृत्ति र वंशज, भ्यारिएसन एन्ड हेरिडिटी। यसमा प्रकृतिमा पाइने सजीवहरू सुरुमा एउटै प्रजातिका भए तापनि आफ्ना पुर्खाहरूबाट सर्दै आएका वंशानुगत गुणहरूका कारणले गर्दा एउटै आमा बाबुबाट जन्मिएका सहोदर सन्ततिहरू बीच पनि फरकपन पाइन्छ। धेरै पुस्तापछि उनीहरू एक अर्काबाट भिन्न गुण भएका जीवको रूपमा देखा पर्दछन् र नयाँ जातिको विकास हुन्छ भनेर हामी लेख्न सक्छौँ। यसै गरी 4 नम्बरमा हामी लेख्न सक्छौँ प्राकृतिक छनौट, नेचुरल सिलेक्सन। प्रकृतिमा भएका जीवहरू बाँच्नका लागि सङ्घर्ष गर्दा अनुकूल गुणहरूको विकास हुँदै जान्छन्। यस्ता गुणहरूले सजीवहरूलाई वातावरणमा बाँच्न सक्षम तुल्याउँछ, जसलाई प्राकृतिक छनौट भनिन्छ है। जो जीवहरू प्रकृतिमा बाँच्न सक्ने खालको हुन्छ, ती जीवहरूलाई प्रकृतिले छनौट गर्छ र अन्य जीवहरूलाई के गर्छ त लोप बनाइदिन्छ। यसै गरी 5 नम्बरमा नयाँ प्रजातिको उत्पत्ति, अन्तिममा के हुन्छ त नयाँ प्रजातिको उत्पत्ति हुन्छ, ओरिजिन अफ न्यू स्पिसिस। सरी, यहाँ अफ उल्टो परेछ, ओरिजिन अफ न्यू स्पिसिस है। बाँच्नका लागि सङ्घर्ष गर्दै अनुकूलित भएका सजीवहरू बाँच्नका लागि सक्षम हुन्छन्। यस्ता अनुकूलित हुने गुणहरू सन्ततिहरूमा सर्दै जान्छन्। यसरी परिवर्तित वातावरणमा बाँच्नका लागि सक्षम सजीवका अनुकूलित गुणहरू सन्ततिहरूमा सर्दै जाँदा
धेरै वंशपछि पुर्खाहरूभन्दा फरक गुण भएका सन्तानका उत्पत्ति हुन्छ। यिनै सन्ततिहरू नयाँ जीवका रूपमा विकसित हुन्छन्। एउटै पुर्खाबाट दुई वा सोभन्दा बढी नयाँ जीवको उत्पत्ति हुन जान्छ। यसरी हामी लेख्न सक्छौँ है ती डार्विनको सिद्धान्तलाई। अब अर्को रहेको छ प्रश्न नम्बर 6, जसमा छ प्राकृतिक छनौट भनेको के हो? वाट इज नेचुरल सिलेक्सन? हामी यसलाई लेख्न सक्छौँ प्रकृतिमा रहेका जीवहरूले आफू बाँच्नका लागि सङ्घर्ष गर्दा अनुकूल गुणहरू विकास हुँदै जान्छन्। ती गुणहरू सन्ततिहरूमा सर्दै जान्छन् र प्रत्येक वंशमा अझ बढी अनुकूल गुणहरू विकास हुँदै जान्छन्। धेरै वर्षपछि सन्ततिहरू बिल्कुलै नयाँ गुण भएका देखा पर्दछन्। यस प्रकार बढ्ता उन्नतशील जीवका छनौट र कम उन्नतशील जीवका विनाश हुन्छ। यसैलाई प्राकृतिक छनौट भनिन्छ। यसरी सङ्घर्षमा विजयी सजीवहरू प्राकृतिक छनौटमा पर्दछन् र बाँच्छन्। यसै गरी अर्को प्रश्न रहेको छ 6 नम्बरको प्रश्न, डार्विनका अनुसार नयाँ जातिको उत्पत्ति कसरी हुन्छ वर्णन गर्नुहोस्। बाँच्नका लागि सङ्घर्ष गर्दै अनुकूलित भएका सजीवहरू बाँच्नका लागि सक्षम हुन्छन्। यस्ता अनुकूलित हुने गुणहरू सन्ततिहरूमा सर्दै जान्छन्। यसरी अनुकूलित गुणहरू सन्ततिहरूमा सर्दै जाँदा धेरै वंशपछि पुर्खाहरूभन्दा फरक गुण भएका सन्तानको उत्पत्ति हुन्छ। यिनै सन्ततिहरू नयाँ जीवका रूपमा विकसित हुन्छन् भने एउटै पुर्खाबाट दुई वा सोभन्दा बढी नयाँ जीवको उत्पत्ति हुन जान्छ। यसरी नयाँ जातिको उत्पत्ति हुन्छ। यसै गरी अर्को प्रश्न रहेको छ 6 नम्बरको प्रश्न, उत्परिवर्तनका विशेषताहरू उल्लेख गर्नुहोस् भनेको छ। उत्परिवर्तनका विशेषताहरू निम्न छन्। 1 मा उत्परिवर्तन कुनै वंशमा नदेखिएको तर अचानक कुनै वंशमा देखिन्छ। 2 नम्बरमा यो अनिरन्तर परिवृत्ति हो। 3 नम्बरमा यो क्रोमोजोममा परिवर्तन भई हुन्छ। र 4 नम्बरमा हातमा 6वटा औँला हुनु, ओठ काटिएको बच्चा जन्मिनु, टाउको जोडिएको बच्चा जन्मनु, रौँ नभएको मुसा विकसित हुनु आदि उत्परिवर्तनका उदाहरणहरू हुन्। यसै गरी अर्को प्रश्न रहेको छ 6 नम्बरमा, उत्परिवर्तनले क्रम विकासलाई कसरी मद्दत गर्दछ? ह्युगो डी भ्रिजको उत्परिवर्तनको सिद्धान्त अनुसार जीवहरूको कुनै वंशमा एक्कासी उत्परिवर्तन हुन्छ र नयाँ गुणहरू देखा पर्दछन् र तुरुन्तै कार्यमूलक पनि हुन्छन्। यसरी सबै उत्परिवर्तनहरू अर्को वंशमा सरेर जान सक्छन् र अन्तमा नयाँ जातिको उत्पत्ति हुन्छ। यसै गरी हामीसँग 6 नम्बरको प्रश्न रहेको छ, उत्परिवर्तनले क्रम विकासलाई कसरी मद्दत गर्दछ? यो प्रश्नको उत्तर भइसक्यो। अब हामी यो नम्बरमा जान्छौँ। यो नम्बरमा क्रम विकासका लागि उत्परिवर्तन नै मुख्य कारक तत्त्व नभई यो पनि एउटा थप कारक तत्त्व हो, स्पष्ट पार्नुहोस्। क्रम विकासका लागि उत्परिवर्तन नै मुख्य कारक तत्त्व भने होइन, बरु यो एउटा थप कारक तत्त्व मात्र हो। किनभने क्रम विकास निरन्तर परिवृत्ति र वंशाणुका कारणले गर्दा पनि हुन्छ। यसै गरी प्रश्न नम्बर 3 रहेको छ, डार्विनको सिद्धान्त अनुसार बाँच्नका लागि सङ्घर्ष र सक्षम नै बाँच्न सक्छ भन्ने कुराको पुष्टि गर्नुहोस्। डार्विनको सिद्धान्त अनुसार निरन्तर परिवृत्तिका कारणले नयाँ गुण भएका जीवहरूको विकास हुन्छन्। यी जीवहरूले बाँच्नका लागि खाना, वासस्थानका लागि सङ्घर्ष गर्नुपर्ने हुन्छ। रोग, महामारी आदिसँग लड्नुपर्ने हुन्छ। यसलाई बाँच्नका लागि सङ्घर्ष भनिन्छ। हो, यो सङ्घर्षमा विजेताहरू बाँच्न सफल हुन्छन् भने असफलहरू लोप हुँदै जान्छन्। यसरी प्रकृतिमा जो सक्षम हुन्छ ऊ बाँच्छ र अझै विकसित हुँदै जान्छ भने सङ्घर्षमा विजयी नहुने, असफल हुने जीवहरू मरेर जान्छन्। यसै गरी अर्को प्रश्न रहेको छ 6 नम्बरमा, डार्विनले प्रतिपादन गरेको क्रम विकास सम्बन्धी सिद्धान्तको कसरी
आलोचना गरिएको छ, व्याख्या गर्नुहोस्। यो भनेको डार्विनका क्रम विकास सम्बन्धी सिद्धान्तको आलोचनाहरू लेख्नुहोस् भनेको हो। यसको उत्तरमा हामी लेख्न सक्छौँ, डार्विनले प्रतिपादन गरेको सिद्धान्तका आलोचनाहरू निम्न छन्। 1 मा उनले परिवृत्तिबाट जीवको उत्पत्ति हुन्छ भन्ने कुरालाई स्पष्ट रूपमा वर्णन गरेका छैनन् है। कसरी चाहिँ परिवृत्तिबाट जीवको उत्पत्ति हुन्छ त भन्ने कुराहरूको उदाहरणहरू व्याख्याहरू गरेको पाइँदैन। 2 नम्बरमा उनले केही जीवहरूमा मात्र अनुकूल परिवृत्ति हुने र कुनैमा चाहिँ प्रतिकूल परिवृत्ति किन हुने भन्ने बारेमा स्पष्ट व्याख्या गरेका छैनन्। र यसै गरी 3 नम्बरमा प्राकृतिक छनौट नयाँ जातिको विकासको कारक मात्र हो, किनभने उत्परिवर्तनबाट पनि जीवहरूमा भिन्नता आउँदछ है। यसै गरी 4 नम्बरमा प्राकृतिक छनौटमा यदि उपयोगी गुण मात्र छनौट हुने भए काम नलाग्ने गुणहरू छनौट नहुनु पर्ने हो, तर भएकै पाइन्छ भन्ने जस्ता आलोचनाहरू छन्। यसै गरी हामीसँग 10 नम्बरको प्रश्न रहेको छ, जीवावशेषको अध्ययनबाट हालका जीवहरू विगतको अविकसित एक कोषीय र बहुकोषीय जीवबाटै उत्पत्ति भएका हुन् भन्ने कुरा पुष्टि गर्नुहोस्। यसको उत्तर यसरी लेख्न सकिन्छ, जीवावशेषको अध्ययन गर्दा सबैभन्दा पहिले उत्पत्ति भएका र मरेका सजीवहरू जस्तै एक कोषीय ल्याउ ब्याक्टेरियाको जीवावशेषहरू सबैभन्दा तल्लो तहको पत्रे चट्टानहरूमा र क्रमशः पछिल्लो समयमा उत्पत्ति भई मरेका जीवहरू जस्तै स्तनधारी जीवहरूका अवशेष माथिल्लो तहको पत्रे चट्टानहरूमा बनेको पाइन्छ। यसबाट हालका जीवहरू विगतको अविकसित एक कोषीय र बहुकोषीय जीवबाट नै उत्पत्ति भएका हुन् भन्ने पुष्टि हुन्छ है। यसबाट के पुष्टि हुन्छ भन्दा क्रमशः सरल बनावट भएका जीवहरू विकसित हुँदै जटिल बनावट भएका विकसित जीवहरूमा उत्पत्ति भएका हुन् भन्न सकिन्छ। अब हामीसँग अर्को प्रश्न रहेको छ, 10 नम्बरमा दिएको चित्र अध्ययन गर्नुहोस् र निम्न प्रश्नहरूको उत्तर लेख्नुहोस् भनेको छ है। यो चित्र अध्ययन गर्ने, यो चित्र के हो, आर्कियोप्टेरिक्सको अवशेष हो है, यहाँ लेखिएकै छ। अ नम्बरमा भनेको छ, चित्रमा के देखाइएको छ, चित्रमा आर्कियोप्टेरिक्सको चित्र देखाइएको छ जसले सरीसृप रेप्टाइल्स वर्ग र चरा एप्स वर्गलाई जोड्न खोजेको छ। चित्रमा देखाइएको क्रम विकासको प्रमाणले कुन कुन वर्गलाई जोड्न खोज्दछ लेख्नुहोस्। यसमा हामी लेख्न सक्छौँ, यस प्रमाणले रेप्टाइल्स र चरा वर्गलाई जोड्न खोज्दछ। यसै गरी अर्को प्रश्न रहेको छ, यस चित्रले क्रम विकास भएको सम्बन्धमा थप प्रमाण कसरी दिन्छ लेख्नुहोस्। यसको उत्तर छ, यस चित्रमा देखाइएको आर्कियोप्टेरिक्सले रेप्टाइल्सको जस्तै पुच्छर र चराको जस्तै थुँड र पखेटा भएकोले यो जीव रेप्टाइल्सबाट चरामा विकास भइरहेको प्रमाणित गर्दछ र यसले क्रम विकासमा सहयोग गर्दछ। अब यसै गरी अर्को छ प्रश्न, 9 नम्बरको प्रश्नमा रहेको छ, दिएको चित्र अध्ययन गर्नुहोस् र तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् भनेको छ है। तलको चित्र अध्ययन गरौँ। चित्रमा के देखाइएको छ, अब चित्रमा पक्कै पनि एउटा बच्चाको दुवै हातमा चाहिँ 6-6वटा औँलाहरू देखाइएको छ। तपाईँहरूले देख्नुभएको होला कसैमा। अब यसको प्रश्न सोधेको छ, अ नम्बरमा देखाइएको चित्रमा के परिवर्तन भएको छ। यसको उत्तर, देखाइएको चित्रमा उत्परिवर्तन भएको छ, म्युटेसन भएको छ। आ नम्बरमा के यस्ता गुण सबै जीवमा देखा पर्दछन्। अर्को प्रश्न रहेको छ, के यस्ता गुण सबै जीवमा देखा पर्दछन्। यस्ता गुण सबै जीवमा देखा पर्दैनन्, अचानक कुनै वंशका जीवहरूमा मात्र देखा पर्दछ है। खास गरी जुन जीवहरूमा रेडियोधर्मी विकिरणका कारणले गर्दा क्रोमोजोममा असर पर्दछ त्यस्ता जीवहरूमा चाहिँ यस्ता गुणहरू उत्परिवर्तनहरू देखा पर्दछन्। यसै गरी ई नम्बरमा यो गुण देखा पर्नुको कारण के होला। यो गुण देखा पर्नुको कारण वंशाणुमाथि रासायनिक पदार्थ वा रेडियोधर्मी विकिरणको प्रभाव परि क्रोमोजोममा परिवर्तन हुनाले हो है।
यसले क्रम विकासमा कसरी मद्दत पुर्याउँछ? यसको उत्तर रहेको छ चित्रमा एउटा बच्चाको दुवै हातमा 6-6वटा औँलाहरू देखाइएको छ। यो जुन उत्परिवर्तनको उदाहरण हो। यसले कुनै वंशमा अचानक नयाँ गुण भएको जीवको उत्पत्ति हुन्छ र क्रम विकासमा सहयोग पुर्याउँछ। यसै गरी उ नम्बरको प्रश्न रहेको छ यस प्रकारको परिवर्तनका 3वटा फाइदाहरू लेख्नुहोस् है। अब यो उत्परिवर्तन हो। उत्परिवर्तनका फाइदाहरू के छन् त भन्दा उत्परिवर्तनका फाइदाहरू यस प्रकारको परिवर्तनका फाइदाहरू निम्न छन्। 1मा अचानक नयाँ गुण भएका जीवको उत्पत्ति हुन्छ। 2मा यसले जीवहरूमा फरकपन ल्याउँछ। 3मा चाहिँ यसले क्रम विकासमा मद्दत पुर्याउँछ है। अर्को प्रश्न रहेको छ लेमार्कको सिद्धान्त र डार्विनको सिद्धान्त बीच तुलना गर्नुहोस्। अब हामी लेख्न सक्छौँ लेमार्कको सिद्धान्त र डार्विनको सिद्धान्त बीच निम्नानुसार तुलना गर्न सकिन्छ। हामीले तुलना यसरी गर्न सक्छौँ तालिका बनाएर फरक छुट्याउने तालिका जस्तै बनाएर हामी तुलना गर्न सक्छौँ। यतापट्टि लेमार्कको सिद्धान्त अर्कोपट्टि डार्विनको सिद्धान्त लेखेर तुलना गरौँ। 1 नम्बरमा लेमार्कको सिद्धान्त फ्रान्सका जीव वैज्ञानिक जिन ब्याप्टिस्ट लेमार्कले ल्याएका हुन् भने डार्विनको सिद्धान्त अङ्ग्रेज जीव वैज्ञानिक चार्ल्स डार्विनले ल्याएका हुन्। यो सिद्धान्त है लेमार्कको सिद्धान्त यो सिद्धान्त अनुसार सजीवहरूको अङ्गहरूको उपयोग वा अनुपयोगका कारणले गर्दा अङ्गहरूको विकास हुने र लोप हुने गर्दछ। यानि कि क्रम विकास हुन्छ भन्न खोजेको। यतापट्टि 2मा हामी लेख्न सक्छौँ डार्विनको सिद्धान्तमा यो सिद्धान्त अनुसार सजीवहरूको वंशाणुको कारण हुने निरन्तर परिवृत्तिले समय अन्तरालमा जीवहरूमा फरकपना ल्याउँछ है। यानि कि यो डार्विनको सिद्धान्त अनुसार चाहिँ जीवहरूमा परिवर्तन हुन चाहिँ धेरै समय लाग्छ तर समय लाग्छ भन्छ है। लेमार्कको सिद्धान्तमा पनि त्यही हो। अब लामो समय नै लाग्छ यसमा चाहिँ फरक छैन। यसै गरी लेमार्कको सिद्धान्तमा हामी भन्न सक्छौँ जिराफको घाँटी लामो हुँदै जानु यस सिद्धान्तको उदाहरण हो है। भनेको लेमार्कको सिद्धान्तको उदाहरण के हो त जिराफको घाँटी लामो हुँदै जानु यस सिद्धान्तको उदाहरण हो है। उनले चाहिँ के भनेका थिए भन्दा उनले भनेको अनुसार चाहिँ जिराफहरूको चाहिँ सुरुमा एउटा छोटो घाँटी थियो अरे होइन। पछाडि चाहिँ मरुभूमिमा अब भुइँमा जमिनमा कम घाँस भएको ठाउँमा अग्लो अग्लो रुखहरूमा घाँसहरू भएको र अग्लो रुखमा भएका घाँसहरू पुग्नको लागि उसले चाहिँ घाँटी तन्काइरहनु पर्ने भावनाले अब लामो समय पछाडि धेरै वर्षसम्म घाँटी तन्काउँदै गर्दा उसको घाँटी चाहिँ लामो हुँदै गएको हो भन्ने भनिन्छ। यसै गरी डार्विनको सिद्धान्तले के भन्छ भन्दा बलिया जीवहरू जस्तै स्तनधारी जीवहरूको प्रभुत्व बढ्दै जानु र प्रतिकूल गुण भएका जीवहरू जस्तै डायनोसरहरू लोप हुनु डार्विनको सिद्धान्तका उदाहरणहरू हुन् भन्छ है। यसै गरी अब हामीसँग हाम्रो एकाइको अभ्यासहरू सकिसकेको छ। त्यसैले तपाईँहरूलाई धन्यवाद छ यो भिडियो पुरा हेरिदिनु भएकोमा। कृपया यो भिडियो तपाईँहरूलाई मन परेमा लाइक गरिदिनु होला र तपाईँहरूले चाहिँ यो च्यानललाई सपोर्ट गर्नको लागि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला र सब्सक्राइब बटनको छेउमा एउटा घन्टीको चिह्न छ बेल आइकन छ त्यो बेल आइकनलाई पनि थिचिदिनु होला ताकि तपाईँहरूलाई मैले बनाएको नयाँ भिडियोहरू आयो भने तपाईँहरूलाई सुरुमा नोटिफिकेसन आउनेछ र तपाईँहरूले फेरि भिडियोहरू हेर्न सक्नुहुनेछ है। तपाईँहरूको राम्रा सुझावहरू तपाईँहरूको प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। यति भन्दै तपाईँहरूलाई धन्यवाद दिँदै तपाईँहरूको उज्जवल भविष्यको कामना गर्दै आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।